सो मच तिम्रो नाम के अरे डेभिड हाई डेभिड भाइ त नभनौँ ल मलाई राम्रो मान्छेहरूलाई भाइ बनाउने बानी छैन कि खासमा हाई एभ्रिवान सो नाइस टु सी यु गाइस यसरी कलेजहरूमा आउँदाखेरि चाहिँ आफ्नो दिनहरू याद आउँदो रहेछ कि होइन 10-15 वर्ष अगाडिको कुरा हो धेरै बुढी त भएको छैन म पनि कलेज बङ्क गरेर नै फिल्म हेर्थेँ पहिला अनि अब आफ्नो पाला आउँदाखेरि चाहिँ विद्यार्थीहरूले कलेज बङ्क गरेर मेरो चलचित्र हेर्दै हुन्थ्यो जस्तो लाग्ने होइन तर अब कलेजमा आएर यस्तो भन्न त मिल्दैन होइन तर पनि मेरो मनको कुराहरू तपाईँले बुझिहाल्नुहुन्छ हामीमा धेरै अन्तर त छैन उमेरमा जति नै भए पनि त्यस्तो धेरै अन्तर त छैन मेरो अझै पनि मनहरू तपाईँहरू जस्तै नै चञ्चल छ तपाईँहरू जस्तै नै यङ छ सो बङ्क चाहिँ नगर्नुहोस् 11 बजे क्लास छुट्टी हुन्छ भने 12 बजेको सो हेर्न जानुहोस् यदि 12 बजेको सुरु हुन्छ भने बिहानको सो हेर्न जानुहोस् तर हेर्न चाहिँ जानुहोस् नेपाली चलचित्रलाई माया गर्नुहोस् आई नो झापामा धेरैजनाले नेपाली फिल्म नेपाली चलचित्र नेपाली कलाकारहरूलाई एकदमै धेरै माया गर्नुहुन्छ तपाईँहरूको कारणले गर्दाखेरि त यो झापा घुम्न पाइरहेको छ हामीले बिकज झापामा अडियन्सहरू राम्रो हुनुहुन्छ स्टुडेन्ट्सहरू राम्रो हुनुहुन्छ भन्ने धेरै सुनिरहेको भएर सो नाइस टु सी यु अल हेयर यो मेरो पहिलोचोटि यो कलेजमा एकदमै खुसी लाग्यो तपाईँहरूलाई भेटेर तपाईँहरूको जोस तपाईँहरूको जागर देखेर मलाई साँच्चै मेरो स्कुलको मेरो कलेजको दिनहरू अझै पनि याद आइरहेछ सो एकदमै खुसी लाग्यो र फोटो खिच्ने भन्नुभएको थियो अब तपाईँले मेरो क्वेसन कसैलाई नै सोध्नु भएन मेरो चलचित्रको तर पनि म सबैजनासँग फोटो खिचाउन चाहेँ सो अब माथिबाट तल झर्न गाह्रो हुँदैन भने फोटो खिचौँ न त है हस् ल थ्याङ्क यू सो मच एभ्रिवान हाम्रो हर्ष चाहिँ 12 मङ्सिर 12 गति रिलिज हुँदैछ सो सबैजना गएर हेरिदिनु होला है त थ्याङ्क यू सो मच